यो चाहिँ सिंगटी भन्दा अगाडि छेत जाने बाटोमा सिंगटीबाट लगभग 700-800 मिटर अगाडि मात्रै हो। यति मजाको झर्ना रहेछ। धेरै माथिबाट माथि पनि देखिरहेछ, अझै माथिबाट झरेको देखिँदो रहेछ। पुरा चाहिँ देखिँदैन रहेछ, यो देखेको यति मात्रै। साह्रै राम्रो झर्ना रहेछ। बाटोमा त्यहाँ चाहिँ बाइकमा अगाडि जान भिजिन्छ। मुनि चाहिँ तामाकोसी सलल्ल बगिरहेको छ, माथिबाट झर्ना झरिरहेको छ। एकदम गजब रहेछ। हामी चाहिँ दोस्रो दिन सोरोल्पा तालको ट्रेकको लागि आज सिंगटीबाट अगाडि लाग्दैछौँ। हामी चाहिँ सिंगटीको यो होटल प्रसन्नमा बसेको आज। अब यहाँबाट 18 किलोमिटर अगाडि चाहिँ बाइक जान्छ, त्यहाँबाट चाहिँ ट्रेक सुरु हुन्छ हाम्रो। तपाईहरु यदि आउनु हुँदैछ भने सिंगटी बसेर जानुभयो राम्रो छ। होटलहरु यहाँ राम्रो रहेछ, सस्तो पनि छ, व्यवस्था राम्रो छ। अगाडि जानु भने होटलहरु राम्रो नभेट्न सक्नुहुन्छ। आयो झोले झर्ना गजब रहेछ नि त आम्मामा है। तामाकोसी हो। अहिले हामी छोइछोइद भन्ने ठाउँमा आइपुगेको छौँ र छोइछोइदको यो चर्चित झरना हो। यो चाहिँ धेरै राम्रो झरना छ। अब यो खासमा चाहिँ अहिले त्यहाँ जानु सकिँदैन रहेछ। पछि चाहिँ तामाकोसीलाई क्रस गरेर जानु सक्ने स्थिति रहेछ। सोरोल्पाको लागि चाहिँ यहाँसम्म मात्र गाडी आउँछ। अब यहाँबाट चाहिँ हामीले ट्रेक सुरु गर्छौँ। भोलि पर्सि निकल्छ। 3 दिनमा चाहिँ हामी यहाँबाट सोरोल्पा पुग्छौँ र फर्किँदाखेरि 1.5 दिन भने 4-4.5 दिनमा हामी यहाँ फेरि फर्केर आउन सक्छौँ। यहाँबाट चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ। गाईघाटबाट हिँडेको दोस्रो दिन। आज हामी चाहिँ हिजो सिंगटीमा आएर बस्यौँ। सिंगटीमा चाहिँ बस्ने ठाउँ एकदम राम्रो रहेछ। यहाँ आउनुभन्दा सिंगटी बस्दा राम्रो छ। होटलहरू राम्रो छ। त्यहाँबाट हामी 45 मिनटमा गाडीमा मजाले आउन सकिन्छ। मलाई चाहिँ लागेअनुसार चाहिँ अब यदि तपाईँहरू सोरोल्पा आउनु हुँदैछ भने बस्नको लागि चाहिँ सिंगटी नै बसेर आउनुभयो भने चाहिँ बेटर जस्तो लाग्यो मलाई चाहिँ। यात्राको दोस्रो दिन र ट्रेकिङको पहिलो दिन हामी अहिले चाहिँ छेतबाट हामी यात्रा सुरु गरिरहेछौँ र यो सुनकोशी नदी हो। यहाँ चाहिँ अब हामी यो झोलुङ्गे पुल तरेर यो माथिबाट हामी सुरु गरेको। हामीले यहाँ बाइक लिएर राखेको छौँ। झरनाहरू यता छ, पर्तिर पनि झरना ठुलो छ। यहाँबाट हाम्रो पहिलो दिनको ट्रेकिङ सुरु भएको छ। छोरोल्पासम्मको हाम्रो यात्रा पर्सि यात्राको चौथो दिन र ट्रेकिङको तेस्रो दिनसम्म चाहिँ हामी 3 दिनमा चाहिँ हिँडेर छोरोल्पा पुग्ने सम्भावना हाम्रो छ। आज हामी यहाँबाट सुर्मुचेसम्म पुग्छौँ भन्ने हामीले सोच बनाएको छौँ। हेर्दै जाउँ अब कहाँ पुगिन्छ। जाने सोच छ आज चाहिँ सुर्मुचे पुगिन्छ होला। हामी चाहिँ अहिले यो तल देख्नु हुँदैछ पुल, झोलुङ्गे पुल छ। यहाँबाट लडियो भने झोलुङ्गे पुल नै पुगिन्छ। त्यति छ तल। हामफाल्दै पनि एकै स्टेपमा तल पुगिन्छ। यो ठाडो उकालो चढेर आएको हामी। बाटो गजब छ, तर लगानी गरेको रहेछ। एकदम राम्रो बाटो बनाएको छ। रेलिङहरू हालिदिएको छ। भिरै भए पनि ल बाँदर पनि रहेछ। यही यति चिसोमा बाँदर छ। उतै रुखमा बाँदर पनि रहेछ। लङ्गुर होला। त्यो खोज्छ। हामी चाहिँ अब ठाडो जानुपर्ने। अझै उकालो कति छ थाहा छैन। ढेडु हो। ढेडु रहेछ। पारिपट्टि झर्ना हेर्नुहोस्, दामी झर्ना छ। हेलो, हामी चाहिँ अहिले छेतबाट 600-650 मिटर उकालो चढेको छौँ। यो चाहिँ सिमीगाउँ। सिमीगाउँको स्टार्टिङ पोइन्ट भयो। माथिसम्मै सिमीगाउँ पर्ने रहेछ। ठ्याक्कै हामीले यो मेन ठाडो उकालो सकेर अहिले हामी यहाँ सिमीगाउँको स्टार्टिङ पोइन्टमा आएको छौँ। अब यहाँबाट सिमीगाउँ हुँदै हामी अझै उकालो लाग्छौँ। यहाँ चाहिँ अब होटलहरू रहेछ।
ग्रिन भ्यू लज एन्ड रेस्टुरेन्ट रहेछ यो 2034 मिटर छेछे चाहिँ 1400 मिटर त्यहाँबाट 634 मिटर लगभग हामी आइपुगेको छौँ 2034 मिटर हाम्रो लक्ष्य चाहिँ 4580 छोरोलपाटा सिमी गाउँ यहाँबाट स्टार्टिङ हुँदो रहेछ अहिले हामी चाहिँ हाम्रो सञ्जीव राज भण्डारी बाबु चाहिँ नै थकित मुद्रामा यहाँ आएर बस्नु भएको छ हाम्रो दाइ हुनुहुन्छ दमकबाट यो सिमी गाउँमा अब सिमी पनि देखियो गजब फल्दो रहेछ यो चाहिँ सिमी गाउँ हामी यो जोडी मान्यो भन्दा अलिकति माथि आएको यहाँ आइपुग्यौँ अझै छ सिमी गाउँ आदि पनि हिँडेको छैन जस्तो लागिरहेछ अझै माथि छ अरे हामीले चाहिँ सिमी गाउँको मितिनी होटलमा खाना फोन गरेर अर्डर गरिसकेका छौँ चट्ट जाने हल्का रेस्ट गर्ने खाना खाने अनि एकछिन रेस्ट गरेर हिँड्ने प्लान छ कोदो त यस्तो दामी फल्दो रहेछ कस्तो झुप्पा के कोदोको झुप्पा ऐला चाहिँ दामी बन्ला जस्तो छ यता फाइनली मितिनी होटल चाहिँ आइपुग्यो सिमी गाउँको टप रहेछ यो चाहिँ यहाँबाट चाहिँ हिमाल देखिने रहेछ टाढै उकालो रहेछ है छेसुरबाट यहाँ चाहिँ तर मजाको दामी अब हेरौँ यहाँभित्र पसेर यो चाहिँ सुरमुचे हो यहाँको लागि तरकारीहरू इस्कुसहरू सबै लगाइरहेछ किवीहरू फलिरहेछ चुचे सिमीहरू रहेछ हामी चाहिँ आज सुरमुचे नै बस्ने भयौँ भोलि यहाँबाट बेदिङसँग पुगिन्छ होला हिमालहरू पुरै अहिले माथि अलिअलि देखिरहेछ बादल लागेको छ एकदम चिसो रहेछ हिमालहरू अलिअलि देखिरहेछ पर आज हामी यहाँ बसेर भोलि बेदिङ पुग्छौँ बेदिङबाट चाहिँ पर्सि छोरोल्पा पुगेर सायद बेदिङ झर्छौँ या नागाउँ बसाइ हुन्छ होला एकदम राम्रो ठाउँ रहेछ यो एउटा मात्रै होटल यहाँ चाहिँ एकदम राम्रो ठाउँ रहेछ जङ्गलको बिचमा यहाँबाट हामी अलिकति उकालो गएर ओह्रालो झरेर खोला झरेर फेरि उकालो चढेर जानुपर्ने रहेछ भोलि गुड मर्निङ फ्रम सुरमुचे हामी चाहिँ अहिले सुरमुचेमा छौँ बेलुका हामी 3-3:30 बजे आएर हामी सुरमुचेमै बसेको यो होटल हो यहाँ चाहिँ एउटा मात्रै होटल छ 2500 मिटरको हाइटमा रहेको यो सुरमुचे लाग्दैन 2500 भनेर धेरै चिसो छ 2500 मा यति चिसो धेरै ट्रेकहरू गरियो तर यति चिसो भएको चाहिँ अनुभव भएको थिएन 2500 मा त्यति चिसो अब हामी यहाँबाट अगाडि लाग्छौँ ग्याल्से यहाँ ब्रेकफास्ट गरेर ग्याल्सेमा हल्का खाजा खाएर अगाडि दाङलुङमा गएर खाना खाने कि भन्ने कुरा भइरहेछ हेरौँ अब कहाँसम्म पुगिन्छ ल भर्खर उठ्नुभयो तपाईँ पनि ल गुड मर्निङ यो चाहिँ सुरमुचे भन्दा अगाडि कटाङ खोला रहेछ 2019 सालमा बनेको झोलुङ्गे पुल गजब ठाउँमा बनाएको रहेछ अब अगाडि हिँड्दा छ ल दामी छ दामी डिएमआई टाइपको यो नुहाको होइन हालेको चाहिँ यो चाहिँ दामी झर्ना रहेछ
हेलो, हामी चाहिँ अहिले क्याल्चे भन्ने ठाउँमा आइपुगेको छौँ। यो चाहिँ 2810 सी लेभल। अनि हामी चाहिँ सुर्मुचेबाट बिहान 7 बजे हिँडेको, अहिले पौने 8, 1 घन्टा 45 मिनट हामीलाई लाग्यो। यो 4 किलोमिटर छ यहाँ चाहिँ। सुर्मुचेबाट अलिकति केही उकालो लागेपछि तेर्से छ, सजिलो बाटो रहेछ। सुर्मुचेसम्म आउँदा चाहिँ उकालै छ, त्यहाँबाट चाहिँ अब सजिलो रहेछ। क्याल्चे हो। अब यो 4 किलोमिटर। अब दोनाङ चाहिँ यहाँदेखि 1.5 किलोमिटर रहेछ, तेर्सो रहेछ, आधी घन्टा 30 मिनट देखाइरहेछ यहाँबाट। अब चाहिँ सजिलो जस्तो लाग्यो बाटो, यहाँबाट चाहिँ तेर्सै छ यो। अब हामी चाहिँ यहाँ ब्रेकफास्ट लिएर यहाँबाट हामी अगाडि बढ्छौँ। अहिले देख्नुभएको चाहिँ दाङिङ हो। क्याल्चेबाट 1.5 किलोमिटरमा रहेको दाङिङ भयो। यहाँबाट यो खोलाको तिरैतिर जानुपर्ने। बाटो चाहिँ दुईटै ठाउँ, तलतिर पनि धेरै गाह्रो, यता पनि गाह्रो छ। बिगारेको रहेछ बाटो, बाढीले गर्दा पहिरो झरेको रहेछ, पुरै पहिरो झरिरहेछ। अलिक अप्ठ्यारै बाटो रहेछ। जो समग्रमा राम्रै छ, ठिक छ। गाइज हामी चाहिँ बल्ल बल्ल यो थाक्दिन भन्ने ठाउँमा आइपुग्न आँट्यौँ। यो अगाडि देखिराख्नु भएको चाहिँ बस्ती सस्ती थाक्दिन हो। हामी बिहान सुर्मुचेबाट 7 बजे हिँडेको, अहिले पौने 2 भयो। भनेपछि त्यहाँ 2 बजेसम्म त्यहाँ बस्छौँ। आज हाम्रो खाना यहीँ हुन्छ। यहाँबाट हामी बेदिङसम्म पुगिन्छ कि भन्ने सोच बनाएको। बेदिङ पुग्नु गाह्रो होला जस्तो छ। आज बाटो एकदम बिग्रेको रहेछ, पानीले बिगारिरहेको, चारैतिर हिमाल छ। हामी बिचतिर छौँ। एकदम रमाइलो ट्रेक, मजा छ। अलिकति खुट्टा दुखिरहेछ, के समस्या भइरहेछ कि त्यस्तो, नत्र गलेको महसुस त भएको छैन। खुट्टामा केही समस्या भयो जस्तो लाग्यो। एकदम रमाइलो छ। हेलो गाइज, अब चाहिँ हामी यात्राको तेस्रो दिन ताकदिम्बाबाट हामी नागाउँसम्मको लागि लाग्दैछौँ। पुरै तुसारो परिरहेको छ यहाँ, चिसो छ, एकदम चिसो छ। हिमालहरू देखिराख्नु भएको छ माथि। अब हामी यहाँबाट 3 घन्टा लाग्छ भन्छ बेदिङ। बेदिङमा गएर खाना खाने, अनि बेदिङ खाना खाएर चाहिँ यस्तोको लागि भरेको लागि नाइटको लागि चाहिँ नागाउँ बस्ने। यो चाहिँ 3344 मिटर हाइट सी लेभल हो। अनि बेदिङ लगभग 3800 मिटरमा छ र नागाउँ चाहिँ 4180 हो। र भोलि छोरोल्पा चाहिँ 4580मा छ। आज हामी नागाउँ बस्ने। यो पारी देखेको चाहिँ रमदिङ भन्ने गाउँ हो। हामी चाहिँ अहिले हिँडेको 2 घन्टा भयो। अब रमदिङबाट 20-25 मिनट, आधी घन्टा म्याक्सिमम बेदिङ पुगिन्छ। हामी बेदिङमा खाना खाएर आज नगाउँ न भिलेज भन्ने ठाउँमा गएर बस्ने भएछ भन्ने प्लान छ। नजिकै हो, अनि भोलि छोरोल्पा जानुलाई सहज हुन्छ भन्ने हिसाबले पनि हो। साथीहरू पछाडि आउनु हुँदैछ।
बिस्तारो म चाहिँ साथीहरूलाई त्यहाँ खाजा भन्दै गर्छु भनेर अगाडि हिँडिरहेको छु। बाटो एकदम गजब छ, हिमाल छ, चारैतिर हिमाल छ, सबैतिर हिमाल नै छ। यो साइड पनि हिमाल नै हो, यो माथि माथि यो चाहिँ ठाडो भिर भएकोले देखिँदैन। यो चाहिँ बेदिङ गाउँ हो, छोरोल्पा ट्रेकको यो अन्तिम दोस्रो गाउँ हो। योभन्दा माथि चाहिँ नागाउँ भन्ने मात्रै छ। यसको हाइट चाहिँ 3707 मिटर सी लेभल छ भने अब यो चाहिँ चारैतिर हिमाल छ। तपाईँले पर उहाँ देखिराख्नु भएको हिमाल चाहिँ यो चाहिँ पश्चिम हो। अनि यो घाम लागिराखेको यतापट्टि हेर्नुहुन्छ भने यो पूर्व भयो, अनि यो यता हेर्नुहुन्छ भने यो दक्षिण भयो, सरी उत्तर भयो यो, र यतापट्टि चाहिँ दक्षिण भयो। यतापट्टि पनि हिमाल छ, यो चारैपट्टि हिमाल छ, त्यसको बिचमा छ। यो चाहिँ तामाकोसी यहीँ छेउमा छ, बगिरहेको छ। यहाँ चाहिँ टेलिकमको टावर पनि, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, टेलिकमको टावर पनि राखिदिएको रहेछ। यहाँ चाहिँ फोन गर्नुको लागि समस्या छैन, नेटवर्कको समस्या छैन, एकदम गजब रहेछ। यो गाउँमा चाहिँ करिब 75 घर समथिङ कति छ भनेर सुनेको, र यहाँको चाहिँ 6 जना महिला सहित 64 जनाले चाहिँ सगरमाथा आरोहण गरिसक्नु भएको छ अरे। एकदम राम्रो गाउँ रहेछ यो, गजब रहेछ। अब हामी यहाँ अहिले खाना खाएर यहाँबाट नागाउँ जान्छौँ। नागाउँ चाहिँ यहाँबाट लगभग 2 देखि 2.5 घन्टा लाग्छ भन्ने कुरा छ। अब हामी आजको बसाइ त्यही हुन्छ र भोलि बिहानै छिटै उठेर छोरोल्पाको लागि हामी लाग्छौँ। हामी चाहिँ यो रुटको सबैभन्दा अन्तिम गाउँ नागाउँ आइपुगेको छौँ। 4183 सी लेभल हाईमा रहेको यो नागाउँ एकदम रमणीय रहेछ। चारैतिर हिमाल छ, चारैतिर हिमाल छ। अनि ठ्याक्क यो बिचमा चाहिँ यो गाउँ बनाइएको रहेछ, खास गरेर टुरिस्टहरूको लागि नै। हामी यहाँ अगाडि लजमा बस्छौँ, यो गजबको छ। भोलि हामी चाहिँ छोरोल्पा बिहानै निक्लिन्छ होला, 2.5 देखि 3 घन्टामा पुगिन्छ भन्ने कुरा भएको छ। एकदम ग्लेसियर बेसी छ अरे, कसरी चढ्न जान सकिन्छ सकिँदैन भन्ने कुरा नै अप्ठ्यारो भइरहेछ। हेरौँ, तेस्रो दिन हिँडेको, तेस्रो दिन गाईघाटबाट लगभग 350-400 किलोमिटर बाइक चलाएर त्यहाँबाट 3 दिन हिँडेर हामी चाहिँ यो स्वर्गीय आनन्द लिनको लागि आइपुगेका छौँ। आहा, यो मजा त गजब छ। भ्यू लज हो, बेदिङमा पनि उहाँहरूको थियो, हामीले उहीँ खाना खाएर आएको, अहिले पनि यहाँ छौँ। हिमालहरू हेर्नु देख्न सक्नुहुन्छ। यो चाहिँ यो अन्तिम गाउँ नागाउँ हो। तिलिचो लेक भनेको चाहिँ ठ्याक्कै यही नै हो। यो तल तपाईँले देख्नुहुन्छ यहाँ छ, यो ठ्याक्कै यहाँ छ, उतापट्टि गहिरो जस्तो देख्नु बाटोमा ती छ, तर हेर्दा ती हो, जान त 3 घन्टा लाग्छ। त्यो पनि गजब छ। चारैतिर हिमाल छ, हेर्नुभयो भने कहीँ खाली छैन, यो सबै हिमाल हो। यो बिचमा हामी छौँ, कस्तो गजब। ना भिलेजबाट यो ठ्याक्कै अहिले 5:30 बजेको छ। 5:30 बजेको यो दृश्य अवलोकन हो। यो तपाईँ जति बस्नु भएको छ यसको वरिपरि नै हिमाल छ। यस्तो गजब अरे। छोरोल्पा
देखि माथि चाहिँ हिमाल बलिरहेछ, घामको किरण परिरहेछ। यो चाहिँ छोरोल्पा यहाँ तल। भोलि अब कसरी पुग्ने हो, साथीलाई कसरी पुर्याउने हो भन्ने भइरहेछ। हेलो, हामी चाहिँ यो ट्रेकिङको चौथो दिन ना भिलेज नागाउँबाट छोरोल्पा तालको लागि अगाडि बढ्दैछौँ। हामी अहिले 7:05 बाँकी छ। 3 घन्टामा पुगिन्छ भन्ने कुरा छ, हेरौँ कति टाइम लाग्छ। यो चाहिँ नागाउँ हो, यसको चारैतिर हिमाल छ। यालिङरी अस्ति एम्बुलेन्स भएर मान्छे जुन बितेको थियो डाँडादेखि उतापट्टि, एकदम रमाइलो ठाउँ। छोरोल्पा हामी जाँदैछौँ। ओ चिसो यस्तो छ, लगभग हामी अहिले 4300 हाइटमा छौँ। यो भित्तामा छोरोल्पा छ, सनराइज जहाँबाट लाइट हान्दा छ यता भित्तापट्टि जानुपर्ने थियो, तर अझै मेबी 2.5 घन्टा लाग्छ होला, 2.5 घन्टा। हिमाल 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 हिमालै हिमाल है, हिमाल हिमाल। यो पर देखिएको चाहिँ नागाउँ हो। यो चाहिँ अन्तिम गाउँ, यो रुटको अन्तिम गाउँ हो नागाउँ। यहाँदेखि मास्तिर कहीँ बस्ती छैन। हामी अहिले तिनै बसेर आएको। अब लास्ट एउटा उकालो छ, कसरी चढ्ने भन्ने हो। तेर्सो त जसो तसो चढिन्छ, हिँडिन्छ। पारी देखिरहेको, हेरौँ अब। छोरोल्पा ट्रेकको आज चौथो दिन। यो अन्तिम गाउँ नागाउँबाट बिहान हामी 7 बजे हिँडेको। अब यो माथि डाँडा पुग्नुपर्ने बाटो यस्तो छ, हिउँ नै हिउँ। चिप्ल्यो भने डेन्जर छ, तर त्यति जमिसकेको रहेनछ र फसफसी भएकोले जानु चाहिँ सकिने रहेछ। साथीहरू आउनु हुँदैछ तल। आज कम्प्लिट हुन्छ हाम्रो छोरोल्पा ट्रेकको। गाईघाटबाट हिँडेको लगभग 400-450 किलोमिटर बाइक कुदाएर, छेदछेदमा बाइक राखेर छेदछेदबाट पैदल हिँडेको। आज चौथो दिन। चौथो दिनमा चाहिँ हामी करिब छोरोल्पा तालको नजिकै पुग्न सफल भएका छौँ। अब मेबी आधी घन्टा 45 मिनटमा हामी पुग्छौँ होला माथि। हेर्दा त 10 मिनटको बाटो देखिन्छ, तर हिउँमा हिँड्नु सकिँदैन। अल्टिट्युडको कारणले गर्दाखेरि सास बढेर 4-5 पाइला हिँड्ने बस्ने यस्तो चाहिँ साह्रो गाह्रो सहित आएछ साथी, तर आइपुग्यो दुःख सुख। ओहो ल हेर्नुहोस् रमाइलो छोरोल्पा तालको। अरे हो के हो त्यो मुसा पनि कुद्दो रहेछ, कत्रो मुसा। ल आइपुग्यो, अब आइपुग्न आँट्यो। गाइस हामी चाहिँ 4 दिनको यात्रा पछाडि छोरोल्पा ताल आइपुगेको छौँ। यो लास्टमा छोरोल्पा ताल चढ्ने ठाउँमा चाहिँ अलिकति गाह्रो रहेछ। हिउँ 2-3 फिट हिउँ जमेको, अलिक गाह्रो हुँदो रहेछ। ग्रिप जुत्ताको समस्या, ग्रिप हुँदा त समस्या छैन। ट्रेकिङ सुजहरू अब काम गर्ने रहेछ। आहा छोरोल्पा आज
5औं दिनमा चाहिँ नि छोरोल्पा तालको अवलोकन गर्ने अवसर मिल्यो। ओम नमः शिवाय। हेलो गाइस, हेलो। यो चाहिँ छोरोल्पा ताल आइपुगेछ। आइपुग्यो। छोरोल्पा ताल 115 मिटर गइरहेको छ यसको। यो चाहिँ लगभग 50-52 वर्ष अगाडि एम्बुलेन्स गएर यो ताल बनेको। त्योभन्दा अगाडि यहाँ हिमताल थिएन। यो चाहिँ छोरोल्पा ताल हो। समुद्र सतहदेखि 4580 मिटर हाइटमा रहेको छोरोल्पा ताल। यहाँदेखि त्यहाँ पर चाहिँ नजिकै छ, तर बाटो नजिक हो भने टाढै पर्छ हिमालबाट। यहाँ चाहिँ दुधकुण्ड छ, अनि यो माथि चाहिँ मङ्गले ताल भन्ने छ। जान सक्दाखेरिलाई ठिक छ, नभए त अब नजिकै भए पनि हिउँमा हिँड्न गाह्रो हुन्छ। चारैतिर चाहिँ हिमाल छ। यहाँ हामी बसेको यो तालबाट हेर्ने भने यसमा काहीँ पनि 1 मिटर पनि छुट्ने चाहिँ छैन। पहाड नै सबै हिमाल नै हिमाल छ।